हेलो एभ्रिवान, हाम्रो लेट्स लर्नको कोर्समा सबैले स्वागत छ। आज चाहिँ हाम्रो फर्स्ट भिडियो है त पाइथनको। अब हामी चाहिँ आज चाहिँ पाइथन कसरी इन्स्टल गर्ने त्यो त सिक्न जान्छौँ है। अब पाइथन इन्स्टल गर्नलाई चाहिँ सबभन्दा पहिला कुनै एउटा ब्राउजर खोलौँ। त्यो ब्राउजरलाई खोलिसकेपछि चाहिँ त्यसमा पाइथन भनेर सर्च गऱ्यो भने पाइथन इन्स्टलेसनको एउटा python.org भन्ने आउँछ। त्यसमा डाउनलोड्समा गयौँ भने हामी /डाउनलोड्समा गयौँ अनि त्यसपछि यहाँबाट हामीले पाइथन इन्स्टल म्यानेजर एउटा डाउनलोड गरौँ है त। यो पाइथनको म्यानेजर डाउनलोड हुन पाएन, हामी उसमा जाने फाइल एक्सप्लोररमा। अनि फाइल एक्सप्लोररमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि यसलाई डबल ट्याप गऱ्यौँ भने यो ओपन हुन्छ। यो ओपन भइसकेपछि हामीले यहाँ इन्स्टल पाइथन भन्नेमा थिच्ने है। यो थिचिसकेपछि चाहिँ यो इन्स्टल हुन्छ। एकछिन टाइम लिँदैन। इन्स्टल भइसकेपछि हाम्रो यस्तो मेन्यु आउँछ है त। अब सी पाइथन डाउनलोड इन्स्टल गर्ने कि नगर्ने भनेर भनेको छ। यसलाई चाहिँ यस गर्दा नि भयो, यसै गरिदिनु अहिले। तपाईँले यसै गरिदिनु अहिले, यो एक्सट्र्याक्ट हुँदै गर्छ। अब यिनीहरूको डिटेलमा चाहिँ हामी पछि पढ्दै जाँदाखेरि हेर्छौँ है। अहिले हामीले यति मात्र गर्दा हुन्छ। यसलाई हामी नो नै गरिदिउँ ल। यो गरिसकेपछि हाम्रो यो अफ भयो है त। यो पछि हामीले अर्को चाहिँ के इन्स्टल गर्छौँ भन्दाखेरि एउटा चाहिँ VS कोड भन्ने इन्स्टल गर्छौँ। VS कोड भनेको चाहिँ हाम्रो एउटा कोड एडिटर हो। यसमा चाहिँ हामीले हाम्रो कोडहरू लेख्न मिल्यो है त। यसको साटो पाइथनहरू युज गर्दा पनि भयो, तर हामीले यो कोर्सको लागि चाहिँ VS कोड नै युज गर्छौँ। VS कोडले यहाँ के हो हजुरको म्याक हो कि लिनक्स हो कि त्यही अनुसारले डाउनलोड गर्दा भयो। मेरो पहिलेदेखि नै इन्स्टल छ, मैले चाहिँ डाइरेक्ट खोल्छु है त। ल त्यसरी भन्दा पनि नयाँ विन्डोज खोल्छु म। खोल्न पाएन हजुरकोले चाहिँ यस्तो इन्टरफेस आउँछ VS कोड खोल्न पाएन। अब यसमा चाहिँ अलिअलि चिजहरू बुझ्नुपर्छ है त। सबभन्दा पहिला कुनै प्रोजेक्ट स्टार्ट गर्ने भन्दा पहिला एउटा फोल्डरमा हामीले सिलेक्ट गर्नुपर्छ। त्यो फोल्डरभित्र चाहिँ सबै सेभ हुन्छ है त। अब हामीलाई चाहिँ यहीँ दिया हुन्छ ओपन ए फोल्डर भन्ने अप्सन, तर पछि चाहिँ यो हराउँछ है। त्यही भएर हामीले चाहिँ यहाँबाट गर्न सिकौँ है। नत्र कन्ट्रोल ओ गर्नुभयो भने यो ओपन हुन्छ। तर हामीले डाइरेक्टली यो फाइल्स भन्ने अप्सनमा गएर यहाँबाट ओपन फोल्डर भन्नेमा गयौँ भने यहाँबाट फोल्डर ओपन हुन्छ। अब हजुरले पहिले फोल्डर बनाइसक्नु भएको छ भने त्यहाँ खोल्दा पनि भयो, नत्र चाहिँ मैले कन्ट्रोल/एन गरेँ भने एउटा नयाँ फोल्डर बनाउन मिल्छ। नयाँ एउटा फोल्डर बनाइसकेपछि चाहिँ मैले यसको नाम पाइथन 101 भनेर लेखेँ। नत्र पहिलाकै एउटा कुनै फोल्डर सिलेक्ट गर्दा पनि भयो। नत्र यहाँ मैले पहिले पाइथन भन्ने फोल्डर बनाएको थिएँ, त्यो फोल्डरलाई सिलेक्ट गर्दा पनि भयो है त। मैले यो सिलेक्ट फोल्डर गरेँ। यो फोल्डर सिलेक्ट हुन पाएन, हाम्रो यो यस्तो इन्टरफेस आउँछ है त। अब यहाँ हेऱ्यो भने यो फोल्डर चाहिँ सिलेक्ट भएको छ, पाइथन 101 भन्ने फोल्डर सिलेक्ट भएको छ भनेर भनेको छ है। यो भित्र तिमीहरूले के गर्यो भन्दाखेरि यहाँ एउटा मैले फर इक्जाम्पल एउटा फाइल बनाएँ अरे python.py भनेर एउटा फाइल बनाएँ अरे फर इक्जाम्पल। अनि एउटा फोल्डर बनाएँ अरे हेलो भनेर एउटा फोल्डर बनायो भने यो हामीले यहाँ चेन्जेस गर्दै गर्दाखेरि यो पनि यहाँ पनि चेन्जेस आउँछ है। जस्तै यो पाइथन 101 भित्र यो पनि क्रिएट भइरहेछ है। अब यो चाहिँ हामीले बुझ्न पर्यो। अब हामीले एकपल्ट यसमा काम गरिरहेपछि VS कोड खोलिसकेपछि चाहिँ तिमीहरूले यस्तो इन्टरफेस देख्छ। अब VS कोड को अलिअलि चिजहरू हामीले बुझ्नुपर्छ है त। हामीले अब कुनै नयाँ प्रोजेक्टहरू स्टार्ट गर्दाखेरि चाहिँ तिमीहरूले सधैँ के गर्नुपर्छ भन्दाखेरि एउटा नयाँ ओपन फोल्डरबाट सुरु गर्नुपर्छ है। एउटा कुनै फोल्डरलाई सिलेक्ट गर्नु पर्यो नि त होइन। अनि त्यही फोल्डरभित्र काम गर्दै जानु पर्यो। अब कुनै फोल्डर जस्तै यहाँ पाइथन 101 भन्ने फोल्डर छ, त्यसलाई पहिलेदेखि बनाइसकेको छ भने त्यसले सिलेक्ट गर्दा पनि भयो, नत्र नयाँ फोल्डर बनाउँदा पनि भयो है त। म चाहिँ यहाँ अरू कुनै ठाउँमा लगेर नयाँ एउटा फोल्डर बनाउँछु। फर इक्जाम्पल भिडियोजमा लगेर कन्ट्रोल/एन गर्छु अनि यहाँबाट नयाँ फोल्डर बनाउनु मिल्छ है त। अब यहाँ म फोल्डरको नाम लेख्छु पाइथन भनेर। यो पाइथन भनेर फोल्डरलाई चाहिँ सिलेक्ट गरिदिने, वा कन्ट्रोल/एन भएन भने राइट क्लिक गरेर न्यूमा गएर फोल्डर गर्दा नि हुन्छ है त। त्यसरी गर्दा पनि हुन्छ। अब हामीले पाइथन भन्ने फोल्डरलाई सिलेक्ट गर्ने अनि सिलेक्ट फोल्डर गऱ्यो भने यो पाइथन भन्ने फोल्डर चाहिँ खोलिन्छ है। अब त्यो चाहिँ हामीले कसरी थाहा हुन्छ भन्दाखेरि यहाँ पाइथन भनेर लेखा हुन्छ, यो चाहिँ हाम्रो यो फोल्डर हो। अब हामीले यहाँ फोल्डरमा के चेन्जेस फर इक्जाम्पल index.py भनेर मैले एउटा पाइथन फाइल बनायो भने py भनेको पाइथनको है त।
अब जस्तै टेक्स्टको लागि txt भने जस्तै पाइथनको लागि चाहिँ py त्यसै नै हामीले हेर्न मिल्छ है। अब डट py भनेर हामीले एउटा बनायौँ भने यदि मैले गएर भिडियोजमा गएर हाम्रो पाइथनभित्र गएर हेऱ्यो भने यो इन्डेक्स भन्ने चाहिँ यहाँ बनिसक्यो है त। ल यसरी हाम्रो बनाउन मिल्छ। अब यहाँ चाहिँ हामीले टर्मिनल खोल्छौँ। टर्मिनल खोलिसकेपछि टर्मिनल खोल्नलाई चाहिँ कन्ट्रोल र ब्याकटिक है। कन्ट्रोल ब्याकटिक भनेको चाहिँ वानको साइडको बटन वा तिमीहरूले चाहिँ यहाँ टर्मिनलमा गएर न्यू टर्मिनल थिच्यो भने पनि त्यही खोलिन्छ है। अब मैले सर्टकट पनि भनिरहेको छु। अब सबभन्दा पहिला हामीले पाइथनको राम चाहिँ इन्स्टल भयो कि भएन भनेर हेर्छौँ। त्यसको लागि पाइथन -- भर्जन भनेर मैले गरेँ भने यहाँ चाहिँ पाइथन 3.14.3 भनेको छ है त। यो चाहिँ अहिले भर्खर हामीले इन्स्टल गरेको भर्जन हो। त्यसलाई हामीले क्रस रेफरेन्स पनि गर्न मिल्यो। जस्तै यहाँ हाम्रो डाउनलोड्समा थियो, यहाँ 3.1314.3 भनेको छ हाम्रो, त्यही हो है त। ल यसरी हामीले यसलाई गर्न मिल्यो। अब हाम्रो पाइथन इन्स्टल भएको छ भनेर थाहा भइसकेपछि हामीले एउटा एक्सटेन्सन पनि हाल्छौँ है त। एउटा पाइथन भन्ने एक्सटेन्सन हाल्छौँ हामीले। एक्सटेन्सन भन्ने ट्याब चाहिँ यो है। यो हामीले 1 2 3 4 5 5th ट्याब चाहिँ हाम्रो एक्सटेन्सनवाला, अनि फर्स्टवाला चाहिँ हाम्रो एक्सप्लोरवाला है। यसमा चाहिँ हामीले फाइलहरू हेर्छौँ। अरूलाई चाहिँ हामीले अहिले धेरै फोकस नगरौँ, अहिले एक्सटेन्सन र उसलाई मात्र है त। अरू हामी डिस्कभर गर्दै जान्छौँ। अब तिमीहरूले पाइथन भनेर सर्च गर्यो भने पाइथनको एक्सटेन्सन आउँछ। अब त्यसलाई चाहिँ हामीले इन्स्टल गर्छौँ। मेरो इन्स्टलै छ, त्यसलाई तिमीहरूले इन्स्टल गर है त। अब यसले चाहिँ हामीलाई चाहिँ रेकमेन्डेसनहरू त्यस्तो त्यस्तो दिन्छ, त्यो भएर चाहिँ हामीले काम गर्छ वा अनि कम्पाइलहरू गर्न हेल्प गर्छ है त। ल अब हाम्रो बेसिक पाइथन भइसक्यो। हामीले जस्तै अब रेकमेन्डेसनहरू आयो, पाइथन प्रिन्ट हेलो वर्ल्ड गरौँ है त। सुरुमा हेलो वर्ल्ड भनेर चाहिँ हामीले हेलो वर्ल्डलाई प्रिन्ट गऱ्यौँ। चाहिँ उ गरिसकेपछि हामीले यहाँबाट यसरी रन गर्दा पनि भयो। डाइरेक्टली यसले पाइथनको एउटा नयाँ ट्याब खोल्छ, अन्त पछि हेलो वर्ल्ड भनेर रन भयो त। नत्र हामीले के पनि गर्नु मिल्छ भन्दाखेरि पाइथन अनि फाइलको नाम index.py भनेर लेख्यो भने मैले यो पनि यसरी नै रन गर्न मिल्छ है त। दुईवटा तरिका भयो। ल अब हामी चाहिँ भेरिएबल पढ्छौँ है त। भेरिएबल भनेको के हो? अब तिमीहरूले पहिला कुनै नि प्रोग्रामिङ ब्याकग्राउन्ड छ भने वा पाइथनै पहिला पढेको थियो भने पनि हामीले भेरिएबल भनेको के हो चाहिँ थाहा होला है त। ल जसलाई थाहा छैन त्यसको लागि .py भनेर एउटा पाइथन फाइल बनायो नयाँ। त्यसमा चाहिँ हामी भेरिएबलको बारेमा कुरा गर्छौँ है त। अब भेरिएबल भनेको चाहिँ एउटा कन्टेनर जस्तो मानौँ के। एउटा कन्टेनर भन्नाले एउटा बक्स जस्तो मानौँ, त्यो बक्सभित्र जे पनि हाल्न पाइयो। अब var is like variable is like a container, any sort of data। अब हामीले चाहिँ यसमा चाहिँ जस्तो खालको डेटा पनि हाल्न पाइयो। अब हामीले त्यसलाई त्यो बुझ्नलाई चाहिँ हाम्रो डेटा टाइपहरू बुझ्नुपर्छ, त्यो हामी एकैछिनमा आउँछौँ है त। ल अब एउटा भेरिएबललाई डिक्लेयर गर्नलाई चाहिँ हामीले के गर्छौँ भन्दाखेरि सुरुमा एउटा जस्तै नाम दिने। जस्तै हामीले के दिने भन्दाखेरि एउटा काउन्ट भनेर दिउँ न त होइन, कतिवटा नम्बर छ। काउन्टर = 10 छ होइन। यो भनेको चाहिँ हाम्रो यो भेरिएबल भयो, अनि यसको यो चाहिँ डेटा भयो। यो भेरिएबलभित्र चाहिँ डेटा छ है त। अब यो भेरिएबलभित्रको डेटालाई अब मैले यसलाई प्रिन्ट गरेँ भने, प्रिन्ट काउन्टर गरेर मैले यसलाई रन गरेँ भने यसले चाहिँ यो यसको भ्यालु दिने भयो है त। जस्तै 10 दियो यसले। अब हामीले यसरी यसलाई चलाउनु पाइयो। अब त्यसको लागि चाहिँ तिमीहरूले नोटिस गरे होला, मैले यसभन्दा पहिला प्रिन्ट गर्दाखेरि चाहिँ प्रिन्ट अब हामीले यसमा हेऱ्यौँ भने जस्तै हेलो भनेर मैले प्रिन्ट गर्न पर्यो भने, हेलो भनेर प्रिन्ट गर्न पर्यो भने मैले यसरी गर्छु होइन, यो डबल क्लोट भित्र युज गर्छु। नत्र अनि उसको लागि चाहिँ मैले के गर्छु भन्दाखेरि भेरिएबल युज गर्नलाई चाहिँ डबल क्लोट युज गर्दिनँ, डाइरेक्टली गर्छु। अब जस्तै मैले यिनीहरूले रन गरेँ भने 10 अनि हेलो, यसरी यो चाहिँ रन हुने भयो। अब हामीले फर इक्जाम्पल यो काउन्टर ऊ सँगसँगै भेरिएबल सँगसँगै हामीले अरू स्ट्रिङ पनि हाल्न छ भने त्यसको लागि चाहिँ के गर्ने हेरौँ है त। यहीँ हेऱ्यो भने हामीले त भ्यालु इज गर्ने, अनि त्यसपछि कमा दिएर चाहिँ हामीले यो काउन्टर दिने है त। अब यहाँ अब यसलाई रन गऱ्यो भने पनि हेऱ्यो भने हामीले के हुन्छ भन्दाखेरि द भ्यालु इज 10 भनेर आउने भयो है त। पहिला 10 आयो, त्यसपछि भ्यालु इज 10 भयो।
यसरी सिन्क्रोनियसली रन हुने भयो, एउटा यो पछि यो गर्दै गर्दै रन हुने भयो त यो। अब यो गरिसकेपछि चाहिँ हामीले स्ट्रिङलाई र न्युजलाई कसरी हेर्ने नि भयो है त। अब यसको डेटा टाइप हेरौँ है त, डेटा टाइप भनेको यो चाहिँ के खालको डेटा हो भनेर, 10 भनेको चाहिँ के हो भनेर हेरौँ है त। प्रिन्ट, अब यसको लागि चाहिँ एउटा ऊ छ टाइप अफ भन्ने, टाइप। अब हामीले टाइप युज गरेर यसमा काउन्टर हाल्यो भने अनि मैले यसलाई रन गरेँ भने यो चाहिँ क्लास चाहिँ के छ, यसको इन्ट छ भनेपछि यो इन्टिजर हो। अब मैले यसको साटो 0.2 गरे भए चाहिँ के हुन्थ्यो होला भन्दाखेरि, मैले हामी रनै गरेर हेरौँ यसलाई, यो चाहिँ फ्लोट हुन्छ। अब फ्लोट भनेको चाहिँ जुनको चाहिँ डेसिमल छ त्यसलाई चाहिँ फ्लोट हुने भयो, अनि हाम्रो यो सिम्पल नम्बरलाई चाहिँ यसले चाहिँ इन्टिजर भन्ने भयो है त। यसरी हामीले हेर्न मिल्यो। अब यसको साटो मैले फर इक्जाम्पल यहाँ मैले यसलाई 10 यसरी लेख्यो भने, यसलाई हेऱ्यो भने हामीले यसको के आउँछ ल, यसको हेऱ्यो नि यो स्ट्रिङ हो, किनभने यो डबल क्लोट भित्र छ क्या, यो डबल क्लोट भित्र भयो भने यो चाहिँ स्ट्रिङ हो। यो अब डबल क्लोट हटाएर गऱ्यो भने यो चाहिँ स्ट्रिङको साटो हाम्रो के हुने भयो, यो चाहिँ इन्टिजर हुने भयो। जस्तै हाम्रो यसलाई 10 गऱ्यो भने यो चाहिँ इन्टिजर हुने भयो। ल, अब यसको यदि मैले यसलाई यसको भ्याल्यु डिक्लेयरै गरिनँ भने अनि डाइरेक्टली प्रिन्ट गरिदियो भने के हुन्छ होला भन्दाखेरि त पनि हेरौँ है त। डिक्लेयरै नगरिकन यसरी मैले प्रिन्ट गरिदिएँ अरे, यो भनेको अब यसलाई सोधिरहेको छ यो काउन्टर भनेको चाहिँ के हो मलाई थाहै छैन भनेर सोधेछ। अब यदि काउन्टरको भ्याल्यु चाहिँ मैले इक्वल्स टु नल भनेर दिएँ भने, त्यही मैले यसरी नल लेखेँ अरे फर इक्जाम्पल NULL नल भनेर यसरी लेख्यो भने यसको चाहिँ के हुन्छ, यो चाहिँ स्ट्रिङ नै गनिन्छ कि, किनभने यो डबल क्लोट भित्र छ नि त। अब हामीले केही पनि दिएन भने फर इक्जाम्पल यसको भ्याल्युलाई चाहिँ हामीले डिक्लेयर गरिदियौँ र यहाँ चाहिँ यसलाई चाहिँ यतिकै यो राखेर यतिकै छोडिदियौँ भने अहिले जस्तै नट डिफाइन भनेरै आउने भयो हेरौँ है त। जस्तै यसको हाम्रो यसलाई सेभ गरिनँ मैले, सेभ गरेर रन गरौँ है। यहाँ हेरौँ अहिले जस्तै काउन्टर इज नट डिफाइन भनेर आउने भयो है त। त्यसरी हामीले यसको डिफ्रेन्ट डेटा टाइपहरूलाई पनि हेऱ्यौँ। अब अब हामीले फर इक्जाम्पल एउटा भेरिएबल छ काउन्टर भन्ने, इक्वल टु हाम्रो अहिले जस्तै 10 राखौँ, अनि त्यसपछि नेम र नेम भन्ने अर्को भेरिएबल बनाऊँ, नेम इज इक्वल टु एलएस। अब यो एलएस नेम र काउन्टरलाई सँगसँगै राख्न छ भने फर इक्जाम्पल नेम भयो, अब सँगसँगै एलएस पनि राख्न छ भने प्लस गर्ने, अनि त्यसपछि यहाँ मैले यसरी COUNTER काउन्टर भनेर लेख्नु पाएँ है त। अब यो नेम यसै प्लस गरेर गरेँ है त मैले, प्लस गरेर गरिसकेपछि यसको यसमा चाहिँ इरर आयो। प्लसको साटो हामीले यदि कमा युज गऱ्यौँ भने के हुँदो रहेछ हेरौँ है त। प्रिन्ट कमा अनि त्यसपछि हामीले यस्तो गऱ्यो, अब यो रिसिभ यसरी चाहिँ आयो है त। अब कुनै कुनै प्रोग्रामिङ ल्याङ्ग्वेजमा चाहिँ के हुन्छ, जस्तो जाभास्क्रिप्टहरूमा चाहिँ हामीले प्लस युज गऱ्यो भने यिनीहरू चाहिँ कन्क्याटिनेट हुन्छ, मतलब यो एलएस 10 भनेर आउँछ है त। पाइथनमा चाहिँ त्यस्तो हुँदैन। अब पाइथनमा चाहिँ कमा युज गर्यो भने, जाभास्क्रिप्टमा चाहिँ कमा युज गर्यो भने चाहिँ तिमीहरूले के हुन्छ भन्दाखेरि यिनीहरू दुइटा को बिचमा एउटा स्पेस आउँछ, प्लस युज गर्यो भने चाहिँ यो स्पेस हट्छ है। त्यही भएर मैले यसमा पनि त्यो देखाइदिइहालेँ, पछि तिमीहरूले जाभास्क्रिप्ट पनि पढ्यो भने त्यसमा पनि काम लाग्यो है त। ल, अब टाइप अफ नेम गऱ्यो भने अहिले जस्तै हाम्रो स्ट्रिङ आउने भइहाल्यो। यसरी यसको भ्याल्यु स्ट्रिङ आयो। अब त्यसपछि हामीले अरू के गर्यो भने, अब अरू चाहिँ हामीले अब के गर्न सकिन्छ हेरौँ है त। अब यसको डिफ्रेन्ट डेटा टाइपहरू हेऱ्यौँ हामीले काउन्टरले डिफाइन गऱ्यौँ। हामी अब एउटा सानो इफ स्टेटमेन्ट जस्तो बनाऊँ है त। अर्को एउटा इफ स्टेटमेन्ट बनाऊँ। इफ हाम्रो चाहिँ काउन्टर चाहिँ यदि ग्रेटर देन 5 छ भने COUNTER काउन्टर इज ग्रेटर देन 5। अब हाम्रो चाहिँ एउटा सानो कन्सेप्ट आउँछ, त्यसको नाम चाहिँ इन्डेन्टेसन है। इन्डेन्टेसनले चाहिँ के भन्छ भन्दाखेरि तिमीहरूले चाहिँ जस्तै मैले यहाँ लेखेँ भने यसको बिचमा चाहिँ यो स्पेस हुनैपर्छ है त। जस्तै जाभास्क्रिप्टहरूमा त्यसमा वा सीमा हेऱ्यो भने तिम्रो के हुन्छ भन्दाखेरि यहाँ चाहिँ यसरी आउँछ, तर यसमा चाहिँ त्यस्तो हुँदैन है त। यो कर्ली ब्रेसिस हुँदैन, कर्ली ब्रेसिसको साटो हामीले यो डबल डट युज गरेर हामीले यो यसमा चाहिँ यो स्पेसिङ चाहिन्छ है त। यो स्पेसिङ बाहिर लेख्यो भने यो ल हेरौँ है त। जस्तै प्रिन्ट काउन्टर इज ग्रेटर देन 5 भनेर मैले यहाँ लेखेँ। अब यसले यहाँ इरर दिइरहेछ। अब यो इरर दिइरहेछ। अब यो इरर किन दिएको भन्दाखेरि यो चाहिँ यहाँभित्र हुनैपर्छ, त्यसको लागि मैले ट्याप गरेँ, अनि त्यसपछि एउटा स्पेस दियो भने यो चाहिँ यहीँभित्र आउँछ है त। अब मैले अब हेऱ्यो भने चाहिँ
यसले एउटा इफ स्टेटमेन्ट हेर्छ काउन्टर इज ग्रेटर देन 5 यदि यो 3 छ भने चाहिँ पाइथन इज यो आउने भएन है त ल अब त्यसको लागि हामीले एउटा एल्स स्टेटमेन्ट पनि बनाऊँ है त एल्स स्टेटमेन्ट बनाऊँ एल्स अब हामीले के गर्ने भन्दाखेरि प्रिन्ट द काउन्टर इज लेस देन अर इक्वल टु 5 भनेर यसरी बनाउनु अहिले हाम्रो लेस देन अर इक्वल टु 5 छ अब हामीले 5 दियो भने के हुन्छ भन्दाखेरि 5 दिन्छौँ है त हामीले 5 लाई धेरै उ गरौँ यो गरिसकेपछि हामीले के आउँछ भन्दाखेरि द काउन्टर इज लेस अर इक्वल टु 5 भनेर अब यसलाई चाहिँ हामीले उस सल्भ गर्नलाई हामीले यदि यसरी इज इक्वल टु दियो भने चाहिँ के हुन्छ हेरौँ है त अब यहाँ इक्वल्स टु दियो भने चाहिँ द काउन्टर इज ग्रेटर देन 5 भनेको छ अब हामीले यसलाई पनि चेन्ज गर्न पर्यो अर इक्वल टु यसमा भयो अर इक्वल टु 5 यसमा भयो यसमा चाहिँ भएन है त त्यसरी हामीले यसलाई सिम्पल एउटा इफ स्टेटमेन्ट बनायौँ अब हामीले अलिकति एउटा प्र्याक्टिकल बनाऊँ है त यदि चाहिँ युजर लगइन छ भने अब युजर सरी अब लग इन छ भने अब छ र छैन भने त ट्रु र फल्स हो त्यसलाई चाहिँ यसलाई चाहिँ के भन्छ भन्दाखेरि यदि यसको मैले प्रिन्ट यसको टाइप प्रिन्ट गरेँ भने पिआर युजर लगइन मात्र होइन युजर लगइनको टाइप युजर लगइन गऱ्यो भने यसले चाहिँ के दिन्छ भन्दाखेरि मलाई बुलियन भनेर दिन्छ है त ल यसको चाहिँ बिओएल लेखेको छ यो भनेको बुलियन बुलियन भनेको कि त ट्रु हुन्छ कि त फल्स हुन्छ है यही दुइटामा मात्र चलिरहन्छ यो अब यदि चाहिँ युजर चाहिँ लगइन ट्रु छ भने चाहिँ हामीले अब चाहिँ त्यसमा इफ स्टेटमेन्ट लगाउने भयो इफ युजर लगइन अब यो युजर लगइनमा चाहिँ हामीले इक्वल्स टु ट्रु लेख्न पर्दैन के किन अब यसमा चाहिँ ट्रु र फल्स मात्रै छ नि त त्यही भएर चाहिँ हामीले यहाँ इक्वल्स टु ट्रु त्यस्तो लेख्न पर्दैन हामीले डाइरेक्टली गर्न मिल्छ है त अब हामीले यहाँ एल्स लेख्यौँ द प्रिन्ट नट लग इन भनेर मैले यसो लेख्न मिल्यो है त ल अब यो इन्डेन्टेसन नदिकन मैले यहीँ डाइरेक्टली यसरी प्रिन्ट लेखेँ भने पनि यो चाहिँ यसरी इरर दिन्छ है त्यही भएर यसलाई चाहिँ ख्याल गर्नु ल यो गरिसकेपछि हाम्रो अब यहाँ हेरौँ ट्रु छ भने युजर इज लग्ड इन भन्ने भयो यदि यसको लागि मैले फल्स बनाएँ भने एफएलएसई फल्स फल्स बनायो भने हाम्रो के हुन्छ युजर इज नट लग्ड इन भनेर आउने है त अब हामीले यो यसरी गर्न पाइयो ल अब हामीले अरू के गर्न मिल्छ भन्दाखेरि हामीले बुलियन पढ्यौँ बुलियन भनेको के हो त्यो बुझ्यौँ त्यसपछि हामीले यहाँ इफेल्स बेसिक बनायौँ ल अब हामीले चाहिँ अलिकति के हेरौँ भन्दाखेरि अझ एउटा इफेल्स स्टेटमेन्टै बनाऊँ हामीले चाहिँ अब अहिले चाहिँ के गर्छौँ भन्दाखेरि अहिले जस्तै नेम थियो नि यो नेमलाई चाहिँ हामीले यो भेरिएबल एकपल्ट डिक्लेयर भइसकेपछि यसको भ्यालु चेन्ज पनि गर्न मिल्छ है जस्तै काउन्टर 5 बनाएको छ मैले यसैको माथिलाई चाहिँ काउन्टर इक्वल्स टु हामीले मैले यसलाई 10 गरिदिएँ भने यो अहिले के रन हुन्छ हेरौँ है त माथिको रन हुन्छ कि तलको रन हुन्छ हेरौँ अब काउन्टर इज ग्रेटर अर इक्वल टु 5 भनेको छ अहिले 5 को साटो मैले यसलाई 2 बनाएको थिएँ ल अब मैले हेरेँ भने के हुन्छ ल द काउन्टर इज ग्रेटर अर इक्वल टु 5 भनेको छ तर हामीले 2 देखाऊँ यो चाहिँ किन भएको भन्दाखेरि हामीले तल गरेर चेन्ज गरेँ मैले जति तल गरेर चेन्ज गरेँ त्यसमै फरक आउने हो जस्तै अब मैले यहाँ योभन्दा पछि चेन्ज गर्छु भनेर चाहिँ त्यस्तो चाहिँ हुँदैन है फेरि मैले यहाँ काउन्टरलाई चाहिँ मैले यदि यहाँ इक्वल्स टु हाम्रो के हुन्छ भन्दाखेरि यहाँ जस्तै 2 दिएँ अरे 2 होइन अहिले 3 नै दिउँ न त होइन 4 जति दिउँ र 4 दिएर हामीले मैले यसरी गरेँ भने यसमा चाहिँ के आयो भन्दाखेरि अहिले जस्तै द काउन्टर इज ग्रेटर देन 5 भयो त्यो चाहिँ किन आएको भन्दाखेरि यो त इफ स्टेटमेन्ट त सकिसक्यो नि त त्यही भएर है यो धेरै जस्तोले बुझिसक्यो होला त्यही नि कसैले बुझेको छैन नि भनेर मैले एक्सप्लेन गरेँ है अब यो हामीले यसमा भेरिएबल र के पढ्यौँ डेटा टाइप एन्ड डेटा टाइप डेटा TUYT एन्ड पनि नलेख्ने भेरिएबल डेटा टाइप लेख्नु रहेछ ल
अहिलेकोले मैले एनालाइज गरिरहेको थिएँ त्यसमा चाहिँ हेरौँ है त। अहिले मैले यो भनेको थिएँ नि प्लस गर्दाखेरि यसले चाहिँ के भन्यो भन्दाखेरि एउटा चाहिँ हाम्रो कता छ हाम्रो काउन्टर छ होइन, कता गयो ल, नेम काउन्टर छ। नेम यहाँ चाहिँ के भन्यो भन्दाखेरि क्यान ओन्ली कन्क्याटिनेट स्ट्रिङलाई र स्ट्रिङलाई मात्र कन्क्याटिनेट गर्न सक्छ भनेर भनेको छ है त। अब यसको लागि चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि कि त यसैले नै स्ट्रिङमा कन्भर्ट गरिदिने। जस्तै यहाँ चाहिँ अर्को एउटा ऊ हुन्छ एसटिआर भनेर मैले यहाँबाट यसरी गरेँ भने यसलाई चाहिँ मैले स्ट्रिङमा डाइरेक्टली कन्भर्ट गर्न मिल्छ क्या। अब आइएनटी भनेर अरूलाई इन्टमा कन्भर्ट गर्न नि मिल्यो, तर यसलाई एसटिआर भनेर गऱ्यो भने अलि यो इरर हट्छ र यो दुइटा चाहिँ कन्क्याटिनेट हुन्छ है त। कता छ हाम्रो यो एलएस2 भनेर आयो नि होइन, यो चाहिँ त्यसरी गर्न मिल्छ। अब यो चाहिँ किन नभएको भन्दाखेरि हामीले दुईवटा नम्बरलाई यतिकै राख्यो भनेर फर इक्जाम्पल अहिले केमा जाऊँ हामी, काउन्टर प्लस यहाँ मैले 3 गरेँ भने यसको रिजल्ट त यो 2 + 3 को रिजल्ट आउने हो नि त 5। त्यही भएर चाहिँ हामीले यो यस्तो रिजल्ट आएको क्या। तर हामीले अहिले स्ट्रिङ दिँदाखेरि चाहिँ के गरौँ भयो क्या त्यसलाई। अब कम्पाइलरले के गरौँ भयो। अब हाम्रो जेएसहरूको सिचुएसन हुन्थ्यो भने त तिनीहरूले जे देख्यो त्यसलाई कन्क्याटिनेट गरिदिइहाल्थ्यो, तर यसमा चाहिँ त्यस्तो केस हुँदैन। हामीले चाहिँ यहाँ टाइप डिफाइन गर्नुपर्छ है त। यहाँ दुईवटा डिफ्रेन्ट टाइप छ भने त्यसलाई डाइरेक्टली कन्क्याटिनेट नगर्न सक्छ। अब त्यही भएर हामीले दुईवटा स्ट्रिङलाई कन्क्याटिनेट गर्न सक्छौँ। जस्तै नेम नेम र अर्को म सरनेम भनेर बनाउँछु नि त होइन। जस्तै हाम्रो यो नेम भनेको कता छ, नेम यहीँ छ। एउटा सरनेम भनेर स्मिथ बनायो। अब प्लस गऱ्यो भने चाहिँ मैले यसलाई प्लस स्मिथ सरनेम गऱ्यो भने यसले चाहिँ गर्न मिल्छ क्या, तर यो चाहिँ कन्क्याटिनेट भएर आउँछ। यिनीहरू चाहिँ कन्क्याटिनेट भएर आउँछ। जस्तै एलिस स्मिथ भनेर आउने भयो। अब यसलाई स्पेस दिन भने त कि त हामीले कमा युज गर्नु पर्यो, अहिले मैले यही भन्न खोजेको, कि त हामीले कमा युज गर्नु पर्यो कि त हामीले कमा युज गरेर नि देखाऊँ है त। कमा युज गरेर देखायो भने यहाँ एलएस कमा ऊ भयो स्पेस आयो। अब नत्र चाहिँ हामीले प्लसै युज गर्नुपर्ने अवस्था छ भने चाहिँ हामीले प्लस गर्छौँ, अझै एउटा स्ट्रिङ दिन्छौँ, त्यसको चाहिँ ब्ल्याङ्क स्क्रिन भयो एउटा स्पेसवाला, अनि त्यसलाई चाहिँ त्यो स्ट्रिङलाई युज गरेर हामीले एउटा यसरी बनाउनु मिल्छ है त। ल एउटा सानो डिबग थियो, मैले अलिकति कन्फ्युज भएर यसलाई चाहिँ एकपल्ट इडर हेरेर भने है त। यो पनि अब हामी चाहिँ के गर्छौँ भन्दाखेरि यहाँ अब एउटा सानो क्यालकुलेटर जस्तो बनाऊँ न होइन, num1 ल num1 युज गरौँ। त्यो num1 युज गरौँ, नम्बर 1 भयो नि त। नम्बर 1 र नम्बर 2 युज गरेर यसलाई चाहिँ रिजल्ट इक्वल्स टु num1 + num2 भनेर दियो। अब यसलाई चाहिँ मैले प्रिन्ट गर्नु पर्यो, प्रिन्ट, अनि मैले यसलाई चाहिँ रिजल्ट गर्छु है त। अब यो डबल क्लोटभित्र युज गऱ्यो भने चाहिँ आउँदैन, अहिले भने जस्तै यसलाई चाहिँ यसरी राख्नु पर्यो। यस्तो गऱ्यो भने चाहिँ यो रिजल्ट चाहिँ यहाँ आउने भयो। अब यस्तो हेरौँ 15 आयो है त। अब यो त यस्तो त यो अलिक सिम्पलै भयो। अब हामीले चाहिँ अलिकति युजर इनपुट पनि लिन खोजौँ है त। युजर इनपुट लिनलाई हामीले के गरौँ भन्दाखेरि इनपुट भनेर युज गरौँ। अब इनपुट भनिसकेपछि इन्टर द नम्बर, अनि त्यसपछि हामीले इनपुट इन्टर द नम्बर है त। यसरी हामीले दुईवटा इनपुट अनदर नम्बर र इनपुट अ नम्बर भनेर आयो। अब हामीले यसरी रन गऱ्यो भने चाहिँ इन्टर द नम्बर भनेर आउँछ। जस्तो मैले 12 दिएँ, 12 दिइसकेपछि यहाँ 14 दियो भने यिनीहरूले यसरी 1 2 1 4 भनेर आयो है त। यो किन भएको भन्दाखेरि ल यो चाहिँ किन भएको भन्दाखेरि यो दुइटाले स्ट्रिङ मानिरहेछ क्या यसले, त्यही भएर चाहिँ यो कन्क्याटिनेट भइरहेछ। अब अहिलेको जस्तै हामीले माथि गएर हेऱ्यौँ भने यसले कता गरेको थिएँ मैले त्यसलाई, अघि नै मैले यहाँ गरेको थिएँ नि, काउन्टरलाई सँगै राख्दाखेरि स्ट्रिङमा कन्भर्ट गरेको थिएँ। त्यसरी नै अब यसलाई चाहिँ इनपुटमा कन्भर्ट गर्नु पर्यो, इन्टिजरमा कन्भर्ट गर्नु पर्यो। अब यसलाई हामीले दुइटै तरिकाले गर्नु मिल्छ। एउटा त हामीले अलिकति लामो तरिका इन्ट नम भनेर num1 भनेर यसरी गर्न मिल्यो, कि त कि चाहिँ हामीले के गर्नु भन्दाखेरि हामीले इनपुटलाई लिने, कन्ट्रोल एक्स गरेँ मैले, अनि त्यसपछि यहाँ इन्ट भनेर लेखेँ, अनि यो इन्टभित्रलाई चाहिँ यो इनपुटलाई यसरी राख्ने। अब अर्को लाइन त्यसरी नै गर्ने है त।
अब गरेर हामीले हेऱ्यौँ भने 12 र 13 गऱ्यो भने यो चाहिँ 25 आयो है त। यसरी यसको रिजल्ट निकाल्न सकिन्छ। ल हाम्रो ट्रायलको कोर्समा यति नै हो। अब हजुरले एक्स्ट्रा केही सिक्न पर्ने छ भने त्यसको लागि चाहिँ हाम्रो कोर्स जोइन गर्नु है त। त्यसमा चाहिँ हामीले के कभर गर्छौँ भन्दाखेरि HTML CSS जावास्क्रिप्ट पनि अलिअलि, अनि त्यसपछि पाइथन सकिसकेपछि हाम्रो ज्याङ्गो हुन्छ। ज्याङ्गोमा चाहिँ हजुरको रेस्ट एपिआई त्यो पनि जान्छौँ है त हामी। ल ट्रायल क्लोजको लागि चाहिँ यति नै।